आफ्टरनुन साथै तपाईँलाई जय मसी। तपाईँहरू कस्तो हुनुहुन्छ, के हुनुहुन्छ है। आज फेरि हामी म र मेरो भाइ है, आज चाहिँ दुईजना हेर्नुहोस्, यहाँ मेरो भाइ अन्त उहाँ मेरो मम्मी है। यहाँ हेर्नु सक्नुहुन्छ, यो चाहिँ मैले बारीमा मेरो काँक्रा है बिउको लागि राखेको थिएँ। चट्टै चुट्टिएर झरेर चाहिँ अब यो यसरी नै पकाउनु पर्यो है, हुन्छ कि हुँदैन, तर पनि यत्तिकै पकाउनु ट्राई गर्दैछु है। यत्तिकै राख्छु अन्त यो बिउ हुन्छ होला भनेर सोचेको छु मैले है। अन्त त्यही भएर हेर्न सक्नुहुन्छ है, यहाँ मम्मी चाहिँ हेर्नु न दैलोमा उभिरहनु भएको छ हो। अन्त यहाँनिर साथमा है, आज चाहिँ मेरो भाइले मलाई ट्रिट दिएको अरे नि त, उसको पकेट मनीबाट है। यहाँनिर हेर्न सक्नुहुन्छ, यो चाहिँ पुच्का है, यो चाहिँ पुच्काको पानी बनाएको मैले। अन्त साथै आलु है, यो हेर्न सक्नुहुन्छ है, मैले बनाएको आज चाहिँ मेरो भाइले एकदम मलाई पुच्काको ट्रिट दिएको अरे नि, हेर्नुहोस् न हो। मेरो भाइ र अन्त म अन्त मेरो मम्मीले चाहिँ इन्जोय गर्नु आँटेको छ है। तर यो टाइपमा म बुहारीलाई पनि मिस गरिरहेको छु, त्यो होइन कि गर्दिनँ होइन है, बुहारीले पनि मलाई दिन्छ बिचरा है। बुहारीको पनि छ पुच्का, हामीले बनाएको छैनौँ। तर अहिले आज चाहिँ है, म र भाइले है, अहिले बजार गएर आएको भाइ र म। अन्त भाइले चाहिँ पुच्का खानु मन परेको छ भनेर भन्यो। अन्त मेरोमा त पैसा छैन भनेर भनेको, भाइ आफैले आज नाना म किनेर दिन्छु नि अरे। अन्त हेर्न सक्नुहुन्छ, पुच्का चाहिँ उसले लिएको, अन्त जलजिरा चाहिँ मैले लिएको है। मेरो अलरेडी खाने जलजिरा थियो, अन्त यही जलजिराको लागि लिएको थिएँ। अन्त त्यही जलजिरा, अन्त साथमा हेर्न सक्नुहुन्छ काँक्रा, यो चाहिँ म बिउ राखेको है। बिउ राखेको काँक्रा चाहिँ चट्टै बोटबाटै चुट्टेर झऱ्यो। अन्त त्यही भएर हुन्छ कि हुँदैन ट्राईको लागि यतिकै राखिदिनु पऱ्यो भनेर राखेको है। हुन्छ, तपाईँहरू पनि बनाएर इन्जोय गर्नुहोस् होला पुच्का भन्दै यो छोटो भिडियो राख्छु। हुन्छ, बाई बाई, अब नाइस डे तपाईँहरू सबैलाई।